बाटोको अवस्था नमस्ते हामी चाहिँ बारीकोट जुम्लाको यात्रामा निस्किसक्यौं है। हामी चाहिँ जुम्ला सम्म जानलाई निस्किसक्यौं। हामी चाहिँ बारीकोट गाउँपालिका 4 जाजरकोटको कुम्दामा अवस्थित छौं। हामी चाहिँ जुम्ला गोठीचौरको यात्रामा बिहानै हिँडिसकेका छौं है। हामी चाहिँ पर्यटन क्षेत्र जुम्ला गोठीचौर सम्मको हाम्रो यात्रा छ। हामी चाहिँ अहिले बारीकोटको कुम्दा भन्ने ठाउँमा अवस्थित छौं। यहाँ गाई भैँसीहरू अनि मान्छेहरू सबै लेकबाट झरिसकेका रहेछन् है। यो चाहिँ हाम्रो कुम्दा हो। साह्रै तिर्खा लाग्यो, त्यसैले हामी चाहिँ पानी खान आएको यो धारामा। धारा चाहिँ यस्तै हुन्छ है पहाडको। म चाहिँ पानी साह्रै चिसो अनि मिठो हुने गर्दछ। ए हेर्न सक्नुहुन्छ गाइस, जिरीको भ्यू बबाल गाइस, सो बबाल भ्यू गाइस, दामी दामी बारीकोट भ्यू। बारीकोट जिरी वार्ड नम्बर 4 लिम्काको गाउँ चाहिँ यो। यता मेल्या, यो चाहिँ पातल गाउँ, यो गाउँ, यो चाहिँ कुम्दा। अनि जुम्ला जाने बाटो है, पदमार्ग यही भएर हामी यहाँ आएर यहाँबाट हामी यता पल्लोपट्टिको भागबाट यहाँ आएर यहाँबाट हामी चाहिँ यता हुँदै जुम्लासम्म पुग्न सक्छौं। जुम्ला बारीकोट जोडिने पदमार्ग चाहिँ यहीँबाट सकिसकेको छ। हामी चाहिँ अहिले ठ्याक्कै राँगामा अवस्थित छौं। यो राँगा भई बारीकोटभरिले बासिन्दाभरिले पुज्ने गरी देवता राँगा बाँचिलोको शिरमा हामी पुग्यौं। हामी चाहिँ छ करिब 1 किलोमिटर। यो चाहिँ देवतालाई चढाउनको लागि फुलपातीको तयारी हो। फुलपाती भाकेर हामीले राम्रो मागेर सकेका छौँ। गाइजहरू साथीहरू, यो चाहिँ लेकबाट गाई भैँसीहरू भाँचेर ल्याउँदै गरेको अवस्था छ। बाटोको अवस्था अहिले हामी चाहिँ चुखिलाङ्गको उकालोमा छौँ है। पुरै पसिना भएर गर्मीले साह्रै हामी बनाइसकेका छ है। अब करिब त्यही 15-20 मिनट लाग्छ होला। हामी चाहिँ यो उकाली काटेर चौथारीमा पुग्ने छौँ। भाइले चाहिँ केही बोलेनन् है, उहाँ लुई आफ्नै पारामा हिँडिसके। अब हामीले चाहिँ उकाली काटेर ओह्रालीमा झर्न लागिसक्यौँ। हामी चाहिँ अब चौथारीमा पुग्न लागिसक्यौँ। चाहिँ चौथारी
पुग्यौँ। हामी जाने बाटो चाहिँ यता हो। हामी चाहिँ अहिले यहाँ छौँ। हिँड्ने चाहिँ अघि छ। जे होस् हामी पुगी नै छु। बेलुकासम्म पुग्ने नै छौँ। हाम्रो कोसिस चाहिँ जारी नै छौँ। हामी चाहिँ अहिले कति बज्यो भन्दाखेरि 11:55 चाहिँ हामी 55मा चाहिँ हामी चौथारी बाटोमा भेटेका देवताहरूलाई हामी ढोक्दै फुलपाती चढाउँदै हामी चाहिँ अगाडि गइरहेछौँ होइन। ल अलि राम्रोसँग ढोक न यार भाइ। हामी चाहिँ अहिले गाईवा पुगिसक्यौँ। यहाँ चाहिँ गाईवा हो यो स्थानको नाम। हामी चाहिँ गाईवा पुगिसक्यौँ। अब अलि ठुलो लेकबाट चाहिँ भेडा बाख्रा गाई भैँसी भाँसेर चाहिँ यहाँसम्म पुर्याइसक्नु भएको छ। वाउ क्या दामी भ्यू यार महाकसम। यस्तो ठाउँमा घुम्न पाएपछि त मान्छेमा स्वर्गै मान्ने हो नि यार। गाईगुवामा अवस्थित यो चाहिँ लेकबाट झारेर ल्याएको गोठ रहेछ। आज भर्खर ल्याउनु भएको रहेछ। यतातिर चाहिँ भैँसीहरू टन्नै बसेका छन्। हामी चाहिँ यही बाटो लागेर यही बाटो भएर हामी चाहिँ पारीमाथि देखिएको बाटो छ त्यो बाटो लागेर हामी चाहिँ छल्डागुडा जानेछौँ। हामी चाहिँ आज चाखुरेको गोठमा बस्नेछौँ आफ्नै गोठमा। भोलि चाहिँ हामी जुम्लातर्फ लाग्नेछौँ। सो गाइस तोमतोमा हामीले अनौठो दृश्य देख्यौँ। भैँसीलाई लगाउने घाँडो चाहिँ घोडालाई लगाएको देख्दा हामी चाहिँ अचम्मले मऱ्यौँ। केही खाजा नास्ता खाएर हामी चाहिँ अझ माथि चाखुरेतर्फ लागिरहेछौँ। अब साँझसम्म चाहिँ हामी गोठसम्म पुग्नेछौँ। हाम्रो आज वासस्थान चाहिँ त्यहीँ हुनेछ। हामी चाहिँ त्यहीँ बस्नेछौँ। त्यसपछि भोलि चाहिँ बिहान मर्निङ टाइम बिहानै चाखुरे लेक काट्ने प्लानमै छौँ। सो फाइनली गाइज हामी चाहिँ गोठमा पुगिसक्यौँ। हाम्रो गोठ चाहिँ यही रहेको छ। हामी चाहिँ अब आज गोठमा बसेर भोलि हामी जुम्लातर्फ लाग्नेछौँ। सो बवाल गाइज हामी चाहिँ गोठमा पुगिसक्यौँ फाइनली। सो फाइनली गाइज हामी चाहिँ गोठ पुगेर पनि हामीले गोठबाट देखेको भ्यू चाहिँ बवाल छ है गाइज। वा